गिफ्ट लिएर जाँदैछु म चाहिँ रिसेप्सन पार्टीमा म चाहिँ लल्लुलाई सिपीदेखि पिक गरेँ अनि यहाँ म र लल्लु चाहिँ अब जाँदैछ Hello everyone, welcome to my mini vlog and this vlog is all about reception party of Choden and Resma. So हामी भेन्यूमा पनि पुग्यौं अनि यहाँ छ आजको ब्राइड एन्ड ग्रुम छोटेन अनि रेसमा कतिजनाले त उहाँलाई पनि चिन्नुहुन्छ होला है उहाँको पनि पेज छ सो हामीले ब्राइड एन्ड ग्रुमलाई ब्लेसिङ्स दिँदै गिफ्ट प्रियङ्का बेहुलाको दिदी है अनि उसले चाहिँ हामीलाई यहाँ वेलकम गरेर हामी चाहिँ यहाँ बस्यो र सो यहाँ त्यहाँ बसेर चाहिँ हामी एकछिन स्न्याक्स इन्जोय गर्दै थियो अनि यहाँ चाहिँ मैले प्रितमलाई पनि धेरै साल भेटाएँ अनि उसले पनि हाई गर्दै थियो हो सो यहाँ चाहिँ हामी बसेर मजाले स्न्याक्स इन्जोय गर्दै थियो अनि एकछिन बादमा चाहिँ यहाँ अत्तु पनि आइपुग्यो हो अत्तु एन्ड अत्तुको हस्बेन्ड हेर्नु न अत्तुको बेबी कति ठुलो भएको छ हो अस्ति भेट्दा त अस्ति छुङ्गोको इन्गेजमेन्टमा भेट्दा त सानो थियो अहिले त नक्कली भइसक्यो नानीले पनि आन्टीहरूको बिहा खाइसक्यो हो सो यहाँ अन्त म चाहिँ नानी ड्युटी गर्नुमै लागेँ आन्टी ड्युटी गरिरहेको छु नानीलाई बोकेर घुमाउँदैछु अनि उता साथीहरू चाहिँ उनीहरूको स्न्याक्स इन्जोय गर्दै थियो यसरी घुमाउँदा घुमाउँदा त नानी त मेरो काखमा सुत्यो पनि हो म चाहिँ अन्त नानीलाई नै राखेर एकछिन बसेँ ऊ चाहिँ मजाले सुत्यो जस्तो हल्लामा पनि अत्तुको छोरी चाहिँ मजाले सुतिरहेको थिएँ सो एकछिन बादमा यहाँ दीक्षा दीक्षिकाहरू पनि सबैजना आयो हो सो यो आज चाहिँ हामीलाई रमाइलो भयो अनि यहाँ हाम्रै साइडमा चाहिँ अरे कालिम्पोङको यहाँ फेमस भ्लगरहरू पनि बसिराख्नु भएको रहेछ है म चाहिँ यादै गरेको थिइनँ अनि यहाँ नानी पनि उठिसकेछ अनि उठेर चाहिँ उसको बाबा बोलाउन थियो बाबासँग लुपुक्कै भयो हो अनि त्यसको बादमा चाहिँ हामी सबजना अब फोटो क्लिक गर्न जाउँ है भनेर हामी सबजना चाहिँ फोटो क्लिक गर्न गयौँ फोटो बुथमा हो अनि यहाँ सबैले मजाले बसेर राम्रो राम्रो पिक्चरहरू क्लिक गऱ्यो र यहाँ मैले चाहिँ छेमासँग पनि हाई गर्दै थिएँ उहाँ पनि कन्टेन्ट क्रिएटरै हुनुहुन्छ उहाँको चाहिँ पेज छ निमारमा शेर्पा भनेर तपाईँहरूले देख्नुभएको होला है अनि त्यसको बादमा चाहिँ गयो हामी डाइनिङतर्फ हामी खाना खाना हाम्रो अर्को साथीहरू मजाले खाउला के खाइन्छ लु त केही खाइन्छ होला है बेहुलाको दिदी मजाले खाउला हुन्छ भर्खर खाँदैछ हामी त खाइसकेँ मजाले खानु त मेरो भिडियो हेर्नुहोस् न अब कता कता अपलोड हुन्छ है अनि खाना खाइसकेर चाहिँ हामी यहाँ फर्किँदाखेरि चाहिँ डान्स स्टार्ट हुँदै रहेछ सबैजना मजाले डान्स गर्नु हुँदै थियो हो अन्त सो हामीले पनि त्यहाँ मजाले एकछिन डान्स गऱ्यो सबैजना मिलेर यी साथीहरू गरेर सबैजना डान्स गऱ्यो त्यसको बादमा चाहिँ हामी आफ्नो घरतर्फ फर्क्यौँ थ्याङ्क यू सो मच फर वाचिङ बिहाबाट फर्केकै यहाँ आमा छोरा बाई